सबैमा ओम र गुड मर्निङ सबैलाई। र आज हामी चाहिँ कुरा गर्नेछौँ सूर्य नमस्कारको बारेमा। योगमा रहेको यो सूर्य नमस्कारमा चाहिँ 12वटा पोजेसहरू हुन्छ, 12वटा आसन भनौँ। र यो 12वटा आसन चाहिँ तपाईँले गर्नुभयो भने टोटल कम्प्लिटलाई चाहिँ सूर्य नमस्कार भन्छ। नाममै छ सूर्य नमस्कार, सूर्यलाई नमस्कार गर्दै यो पोजको स्टार्टिङ हुन्छ। र सूर्य नमस्कार चाहिँ धेरै अगाडिदेखि नै चलिरहेको छ। अगाडिदेखि नै यसमा चाहिँ धेरैजनाले चाहिँ यसमा इन्भेस्टिगेसन गरेर डिफ्रेन्ट पोजेसहरू निकालेका छन्। र यो डिफ्रेन्ट पोजेसहरूले चाहिँ डिफ्रेन्ट एङ्गलबाट हाम्रो टोटल बडीको चाहिँ एक्सर्साइज चाहिँ कसरी हुन्छ। सो सूर्य नमस्कारमा चाहिँ हाम्रो टोटल बडीको चाहिँ एक्सर्साइज हुन्छ। यो तपाईँले सूर्य नमस्कार मात्रै 5 मिनटसम्म गर्नुभयो भने तपाईँलाई एकदमै फाइदा हुनेछ। र सूर्य नमस्कार चाहिँ फास्ट चाहिँ एकदमै फास्ट पनि गर्न सकिन्छ र बिस्तारै पोजेसहरू मिलाएर गर्न सकिन्छ। सो सूर्य नमस्कार चाहिँ हामीले योगामा चाहिँ मन्त्रोच्चारणपछि योगिक जोगिन सकिएपछि हाम्रो चाहिँ सूर्य नमस्कारको पालो आउँछ। सो सूर्य नमस्कारमा चाहिँ यो 12वटा पोजेसले चाहिँ यसलाई राउन्ड अबाउट गरेर हामीले 12वटा पोजमा चाहिँ के हुन्छ भनेपछि राउन्ड अनुसारले गर्छौँ। 5 चोटि गरेको 1 राउन्ड, फेरि 5 चोटि 1 राउन्ड, यसै गरी हामी 6-7 राउन्ड गर्छौँ, जसमा चाहिँ 40-50वटा चोटि चाहिँ हामीले सूर्य नमस्कार चाहिँ गर्छौँ। सो यो 12वटा पोजमा चाहिँ कुन पोजहरू हुन्छ भनेपछि म यसको चाहिँ कुरा गर्नेछु। सो फर्स्ट पोजमा रहेको छ हाम्रो सूर्य नमस्कार। दुईटा हात जोडेर हामी उभिएर दुईटा हात जोडेर र त्यसरी चाहिँ नमस्कारमा बस्छौँ। र यसलाई चाहिँ हामी प्रणामासन भन्छौँ क्या। प्रणाम गर्दै आसनमा बस्ने प्रणामासन भन्छौँ। र हाम्रो नेक्स्ट पोज छ हस्त उत्तान आसन भनेको हात जोडेको प्रणाम चाहिँ पछाडि लाग्ने हस्त उत्तान आसन। त्यसपछि चाहिँ हाम्रो छ हस्त पद्मासन। हस्त पद्मासन भनेको हातलाई चाहिँ तल लगेर खुट्टामा छुने हस्त पद्मासन। त्यसपछि चाहिँ हाम्रो अश्व सञ्चालन र 4 नम्बर पोजमा अश्व सञ्चालन पर्छ। र अश्व सञ्चालन पछि हाम्रो 5 नम्बरमा चाहिँ के भन्छ दण्ड आसन पर्छ। दण्ड आसन पछि हाम्रो अष्टाङ्ग नमस्कार आसन पर्छ। र अष्टाङ्ग नमस्कार पछि भुजङ्ग आसन पर्छ। र भुजङ्ग आसन पछि हाम्रो के छ भनेपछि भुजङ्ग आसन पछि हाम्रो अर्धमुख शवासन छ। र त्यसपछि चाहिँ हाम्रो फेरि रिपिट हुन्छ अश्व सञ्चालन। त्यसपछि हस्त पद्मा आसन अथवा ह्यान्ड टु फुट पोज भन्छ त्यसलाई, हस्त पद्मा आसन। त्यसपछि हस्त उत्तानासन र त्यसपछि हामी नमस्कार पोज। र यो सबै घुमेर चाहिँ फेरि स्टार्टिङ नमस्कार आसनबाट स्टार्ट हुन्छ। र यो सबै 12 पोजेसहरू गर्दाखेरि चाहिँ हाम्रो इन्हेल र एक्सहेल सँगसँगै हुन्छ। जस्तै नमस्कार आसनमा चाहिँ हामीले एक्सहेल गर्ने र उत्तान आसनमा चाहिँ इन्हेल गर्ने, र फेरि हस्त पद्मा आसनमा चाहिँ एक्सहेल गर्ने। र यो इन्हेल ब्रिदिङ सँगसँगै चाहिँ 12 पोजेसहरू हुन्छ। हाम्रो ब्रिदिङको पनि एक्सर्साइज हुन्छ, प्लस हाम्रो होल बडीको एक्सर्साइज पनि हुन्छ। र यसमा फरवर्ड बेन्डिङ, ब्याकवर्ड बेन्डिङ सबै होल बडीको चाहिँ एक्सर्साइज हुन्छ। सो यदि तपाईँले यो सूर्य नमस्कार चाहिँ दिनको 10-15 चोटि अथवा 50-100 चोटि 50 चोटि गर्नुभयो भने यसमा चाहिँ सबैभन्दा बढी इनर्जी लस हुन्छ र इनर्जी जेनरेट हुन्छ क्या। यो इनर्जी जेनरेट हुन्छ। र यदि तपाईँलाई चाहिँ वेट लस गराउनु छ भने सूर्य नमस्कार चाहिँ दैनिक 100 चोटि गर्नुभयो भने तपाईँको वेट लस धेरै दिन होइन 1 हप्तासम्म मात्रै लगातार गर्नु होला। 100 चोटि गर्नुभयो भने वेट लस तपाईँको एकदमै हुन्छ क्या। वेट लसको लागि चाहिँ सूर्य नमस्कार एकदमै राम्रो हो। र यसले सूर्य नमस्कारमा चाहिँ तपाईँले ब्लड फ्लो पनि बढी हुन्छ र स्ट्रेसले पनि भगाउँछ। र यसलाई चाहिँ बडी चाहिँ एकदमै हेल्दी हुन्छ सूर्य नमस्कार। सो यदि तपाईँलाई चाहिँ सर्ट टर्ममा चाहिँ एकदम वेट लस गराउनु छ र बडीलाई एकदमै हेल्दी बनाउनु छ भने सूर्य नमस्कार गर्नु होला। सूर्य नमस्कारले धेरै नै फाइदा पुऱ्याउँछ। र यसमा 12वटा पोज भनेकै छु मैले। र कुनै दिन म यो 12वटा पोजेसलाई तपाईँलाई देखाउनेछु कुन पोजमा कस्तो गर्नुपर्ने। र सँगसँगै यसको ब्रिदिङ कन्ट्रोल भएकोले पनि माइन्ड चाहिँ एकदम काम हुन्छ ब्रिदिङ एक्सर्साइज गरेपछि। र अनेकौँ फाइदा पनि हुन्छ सूर्य नमस्कारको। र आजलाई यति नै। लाइक शेयर कमेन्ट गर्नु होला। धन्यवाद।